नमस्ते विद्यार्थी भाइ बहिनी हो। आज पनि म अर्को एउटा ब्रान्ड न्यू भिडियो लिएर यहाँहरु माझमा उपस्थित भएको छु। आजको भिडियो रहेको छ कक्षा 12 को कम्पलसरी इंग्लिश अन्तर्गत लिटरेचर सेक्सनमा रहेको एसेबाट। एसेको शीर्षक रहेको छ ह्युमिलिटी, जसका लेखक हुनुहुन्छ युवल नोह हरारी। त्यही भिडियोको नेपाली समरी र इंग्लिश समरी साथसाथै सर्ट आन्सर क्वेशन र लङ आन्सर क्वेशन लिएर म उपस्थित भएको छु। भिडियोलाई अन्तिमसम्म नछुटाई हेरिदिनका लागि म हार्दिक अनुरोध गर्दै मन परेमा लाइक, शेयर साथसाथै मेरो युट्युब च्यानल इंग्लिश नोट्स फर यू लाई सब्स्क्राइब गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। अब म कति पनि ढिला नगरिकन विषयवस्तुतर्फ लाग्दैछु। नेपालीमा यहाँहरुलाई म यस ह्युमिलिटी शीर्षकको निबन्धको बारेमा चर्चा परिचर्चा गर्दैछु। ह्युमिलिटीको नेपाली अर्थ हुन्छ विनम्रता र यसको अर्थ अरूलाई सम्मान गर्ने, अहंकार रहित हुनु र आफ्नो ज्ञान र सफलताको अत्याधिक गर्व नगर्नु हो। विनम्र व्यक्तिले आफूलाई सधैं सुधार गर्न सकिन्छ भन्ने सोच राख्छन् र अरूका विचारलाई सम्मानपूर्वक सुन्छन्। तर यो विश्वभरमा यस्तो खालको प्रवृत्ति नपाएका कारण यहाँ एसेइस्ट युवल नोह हरारीले यो निबन्ध मार्फत सबैलाई विनम्र हुन आग्रह गरेका छन्। यस निबन्धभित्र के छ त? अब त्यसबारेमा चर्चा गर्छु। युवल नोह हरारीको निबन्धले मानवताको झुटो श्रेष्ठता र प्रभुत्वको भ्रमलाई उजागर गर्छ। उनले नैतिकता, कला, अध्यात्म र सृजनशीलता मानव डीएनए मा गहिरोसँग रहेको सार्वभौमिक क्षमता भएको दाबी गर्छन् र उनका लागि विनम्रता र सबै जातिहरू बीच समानता अत्यन्त महत्त्वपूर्ण छ भनेर एसेइस्टले यस एसेमा बताएका छन्। लेखकले सुरुवातमा बताउँछन् कि धेरै मानिसहरूले आफूलाई संसारको केन्द्र मान्छन् र आफ्नो संस्कृति नै मानव इतिहासको आधार हो भन्ने विश्वास गर्छन्। उदाहरणका लागि ग्रीकहरू विश्वास गर्थे कि सभ्यताको सुरुवात होमर, सोफोक्लेस र प्लेटो जस्ता ग्रीक दार्शनिकहरूबाट भएको थियो। चीनिया राष्ट्रवादीहरू अर्कोतर्फ मान्छन् कि इतिहास वास्तवमा सिया र सांग वंशहरूसँग सुरु भएको थियो। उनीहरू पश्चिमी मुस्लिम वा भारतीय उपलब्धिहरूको आधार चीनिया नवाचारहरू भएको दाबी गर्छन्। हिन्दू मूलवादीहरू भने चीनका दाबीहरू अस्वीकार गर्छन्। उनीहरू विश्वास गर्छन् कि विमान र परमाणु बमको अवधारणा भारतीय ऋषिहरूले धेरै अघि नै आविष्कार गरेका थिए। त्यसमा पनि भारद्वाज विश्वामित्र ऋषिहरूले आविष्कार गरेको हो भनेर भन्छन्। मुस्लिमहरूले पैगम्बर मोहम्मदको समयभन्दा पहिलेको इतिहासलाई अप्रासङ्गिक ठान्छन्। टर्की, इरानी र मिस्री राष्ट्रवादीहरू थप दाबी गर्छन् कि मोहम्मदको आगमन भन्दा पहिले पनि उनीहरूको राष्ट्र मानवताको सबैभन्दा ठूलो योगदानकर्ता थिए। ब्रिटिश, फ्रेन्च, जर्मनी, अमेरिकी, रुसी र जापानीहरू विश्वास गर्छन् कि यदि उनीहरूले आधुनिक यन्त्रहरू आविष्कार नगरेको भए मानवता अझै बर्बर अवस्थामा रहने थियो। एस्टेकहरूले विश्वास गर्थे कि उनीहरूले प्रत्येक वर्ष गर्ने बलिदान बिना सूर्य उदय हुने छैन र सम्पूर्ण ब्रह्माण्ड असम्भव हुने थियो। लेखकका अनुसार यी सबै दाबीहरू झुटा छन्। उनी भन्छन् कि यो अज्ञानता र गहिरो जातीय अहंकारको परिणाम हो। मानवता पहिलो पटक पृथ्वीमा बस्दा कुनै धर्म वा राष्ट्र अस्तित्वमा थिएन। तिनीहरू आफूलाई बचाउनका लागि पशुपालन र खेतीमा व्यस्त थिए। बिस्तारै उनीहरूले पहिलो सहरहरू निर्माण गरे, लेखन प्रणाली र मुद्रा आविष्कार गरे। यसैले उनीहरूको आवश्यकता र भावनाहरू समान थिए। लेखकले आफ्नो जातिको अहंकारको उदाहरण दिन्छ। यहुदीहरू पनि विश्वास गर्थे कि उनीहरू संसारका सबैभन्दा महत्त्वपूर्ण प्राणी हुन्। उनले योग शिक्षकलाई सम्झन्छन् जसले दावा गरे कि योग अब्राहमले आविष्कार गरेका थिए। लेखकले पाठकहरूलाई राष्ट्रवादी मिथकलाई चुनौती दिन
र इतिहासलाई आलोचनात्मक रूपमा हेर्न पनि आग्रह गर्छन्। उनी चेतावनी दिन्छन् कि अन्धविश्वासले विभाजन, जातीयता र द्वन्द्व निम्त्याउन सक्छ। वास्तविक बुद्धिमत्ता विनम्रता, खुल्ला सोच र तर्कसङ्गत विश्लेषणमा आधारित हुन्छ, न कि आफ्नो राष्ट्रलाई ठुलो बनाउनका लागि आफ्नो राष्ट्रबाट सबै कुरा भएको भन्ने जुन प्रत्येक राष्ट्रहरूको आफ्नो आफ्नो धारणा छ, त्यसले चाहिँ मानव बीच चाहिँ एउटा युद्ध निम्त्याउन सक्छ। भाइचारा, विनम्रता जस्ता कुराहरू रहँदैनन् भन्ने कुरा चाहिँ यस विषयमा देखाएका छन् हरारीले। Summary in English. Copy and read. Yuval Noah Harari's essay challenges humanity's deep-seated illusions of cultural superiority. He argues that morality, art, spirituality, and creativity are universal human traits embedded in our DNA. The core message of his work is humbleness and the equality of all human civilizations. Harari begins by highlighting how different cultures claim to be the foundation of history. Greeks believe that civilization originated with their philosophers, while Chinese nationalists argue that their dynasties were the true source of global progress. Hindu nativists claim that ancient Indian sages invented airplanes, nuclear technology, and missiles long before modern advancements. Similarly, Muslims view history before Prophet Muhammad as insignificant, and various nationalists from Turkey, Iran, Egypt, and Western nations attribute humanity's development exclusively to their ancestors. Even the Aztecs believed their annual sacrifices ensured the survival of the universe. The writer refutes all these claims as irrational, calling them products of ignorance and racism. He emphasizes that early humans were preoccupied with survival, taming animals and cultivating crops, rather than forming the national or religious identities that people associate with civilization today. Harari argues that attaching superiority to one's historical background is nothing but arrogance. To illustrate his point, Harari critiques his own Jewish heritage, recounting a yoga teacher's bizarre claim that Abraham invented yoga and passed it down through Hebrew script. He dismisses such narratives as fringe notions but points out that mainstream Judaism still holds egotistical beliefs about its central role in the cosmos. Harari urges readers to approach history critically, puncturing nationalistic myths and rejecting blind pride in one's ancestry. He warns that unchecked prejudice can lead to division, racism, and conflict. True wisdom lies in humility, open-mindedness, and the ability to scrutinize all claims with rational analysis.
आजको भिडियो कस्तो लाग्यो? प्रतिक्रियाका लागि कमेन्ट गर्न नभुल्नुहोला। साथै च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्न पनि नभुल्नुहोला, ताकि फेरि आउने भिडियो सबभन्दा पहिले यहाँहरू माझ नै पुगोस्। अब यस पछाडिको भिडियो म अर्को ह्युमन राइट्स एसेको बारेमा समरी, साथसाथै त्यसका सर्ट आन्सर क्वेसन र लङ आन्सर क्वेसन लिएर अर्को भिडियोमा उपस्थित हुने बाचा गर्दछु। Thanks for watching. Don't forget to like, share, comment, and subscribe.